लक्कडा हो फाइनली अब हामी ड्युटीतिर चल्दैछ। गुड मर्निङको ड्युटी छक्कडा हो। हाम्रो बिहानको 4:32 भइसक्यो। हाम्रो बेडको अवस्था यस्तो छ, नाजुक जी नाजुक। उमेश जी के छ हाम्रो साथी यस्तो पच्छा लाएर कुकिङ के पाक्दैछ? चिकन। हाम्रो साथीको चिकन पाक्दैछ। फ्ल्याटबाट हेरौँ यस्तो छ हाम्रो कम्पनीको गाडीहरू। यो चाहिँ मेरो गाडी यता छेउ हो। अब केटाहरूलाई बोलाएर चल्दिन पर्छ। सबको रातिको ड्युटी छ केटा हो, आफ्नो डे ड्युटी पर्यो। अब गाँड गुल्लट गर्न जाँदैछु। अब डे ड्युटीमा गाँड गुल्लट हुन पर्यो नि। फाइनली केटा हो अब तल झर्नु पर्ने हुन्छ। हामी बस्ने भनेको फ्लोर 4मा बस्छौँ। गुलट ग्राउन्ड फ्लोरमा जानु पर्ने हुन्छ केटा हो। यो बिल्डिङै भरि खोको मेसमेसको गाँड गुल्लट कम्पनीको मान्छेहरू हो। पानी सानीहरू चेक गरौँ एकपटक। गाडी त नयाँ हो, नयाँ त। ला हाम्रो सोल्टी के छ, ड्युटी गरेर आउनुभयो? किन आएको रहेछ पुलिस चाहिँ? ल हाम्रो सोल्टी ड्युटी गरेर आइसक्नु भयो। बिहान बिहान कफी खाइन्छ अनि आजको शुभ दिन स्टार्ट गरिन्छ है त केटा। त्यही हो, हाम्रो पसल चाहिँ सानो छ। भैया सलाम, भैया सलाम। हाम्रो बिहानको कफी बाहिर गएर हामी कफी खान पर्ने हुन्छ। शुभ बिहानीदेखि आजको खाडीको माहौलहरू म देखाउने छु आजको डे ड्युटी। वाओ लक्कडा हो। अब पसलदेखि एकजना हाम्रो दाजु महबुबजीलाई अब लिन चल्दैछ सुलेबी खातिर। कुवेत खाडीको माहौल यस्तो छ है त केटा हो। यो मस्जिद हो, यहाँ चाहिँ च्यान घारी सबैभन्दा ठुलो मस्जिद यही नै छ होला सायद। पछाडि चाहिँ सब च्यान घारी हो है त केटा हो। बाटो यस्तो खुल्ला छ, बिहानमा त अलि खुल्ला हुन्छ कि यो बाटो। अहिले 8-9 बजे पछाडि फेरि यत्रो 4-5 लेन छ, तै पनि गाडी अड्दैन। यस्तो फ्ल्याक्स घाम दिन्छ। दिउँसो घाम परेको बेला पनि एसडीमा फोटो खिच्दै पुलिस हातमा मोबाइल बोकेर हिँड्ने, त्यही पनि पाल छैन पुलिसको। यो चाहिँ हाम्रो जारा जाने बाटो।
यस्तो हुन्छ इसानमा पनि। ल हाम्रो यसले खातिर चाहिँ धेरै ग्रिन वे नै मान्छेहरू कतिलाई खटाएको हुन्छ यो हरियाली पानी हाल्नको लागि। बिहान बेलुका सधैँ पानी हालिरहेको छ। यो हरियालीमा त यिनीहरू प्लस धेरै मेहनत र पैसा खर्च पनि गर्छन् कति मान्छेहरू खटाएर। यही हो हाम्रो कुवेत खाडीको भाउ। बिहानमा चाहिँ त्यति गाडी हुँदैन कि, त्यहीबाट हातमै यस्तै मोबाइल उचालेर भिडियो गर्दैछु हामी। यो अगाडि यति लामो फ्लाइओभर हो कि यति लामो फ्लाइओभर हो। हाम्रो नेपालमा खोला नालामा यस्तो ब्रिजहरू छैन। यहाँ हेर्नुहोस् त बाटो क्रस गर्नको लागि धेरै गाडी भएको भएर जाम भएको हुनाले यति लामो फ्लाइओभर हो कि हाम्रो। हाम्रो पालम महल ताइबा मार्केट है त। यहाँ सब चिजको फेसिलिटी हो, त्यो मैले पहिले नै भनिसकेँ। हाम्रो खोको मेसमिस ल माबुजी ता ले ल के छ त ठिक छ। एउटा हो डे ड्युटीमा अर्डर आउँदैन खासै, त्यही भएर हो हामीले चाहिँ डे ड्युटीमा अर्डर नभएको बेला हाम्रो गाडी सब आज क्लिन गरेको है त केटा हो। अब जाँदैछौँ हामी रास्तामा। यति बेला नै अलि प्याक छैन हाम्रो बाटो। अब अर्डर छोड्नु पर्ने हुन्छ, काम गर्न आए पछाडि काम गरेर खान पर्ने हुन्छ। अर्डर त खासै आउँदैन। 8:30 भयो, 5 बजे आएको मान्छे अहिले 8:30 भइरहेको छ। बल्ल फर्स्ट अर्डर एउटा दोहाको आएको छ। हिजो त 12 घन्टामा जम्मा 2वटा अर्डर आएको। त्यही पनि त्यही पसल छेउको सलुनको टाढै जानु परेन, हिँड्दै गएर छोड्दै छेउसम्म अर्डर आउँदैन केटा हो। त्यही मस्त सुत्न पाइन्छ। अब जाडो महिनामा त दिउँसोमा काम गर्न मजा आउँदैन केटा हो। अब के गर्नु, दिउँसोमा काम गर्न दिँदैन। महिनामा 2 पटक मात्र दिन्छ केटाहरू हो। हामी अर्डर रहेको छ ब्लक 1 स्ट्रिट 5 बिल्डिङ हाउस नम्बर 26 छ। ब्लक 1 यही हो। कहाँ छ अब स्ट्रिट 5 कहाँबाट छिर्नु पर्ने है? यो 7 रहेछ। अब फोन गर्न पर्ने हुन्छ कस्टमरलाई। के भन्छ 26 के भन्छ? हेलो खोको मेसमिस डिनरिङ रुबा 2 केडी रुबा। ल हाम्रो कस्टमर आउँदैछ। अब कस्टमरलाई त देखाउनु हुँदैन केटा हो। ल म अर्डर छोडेर सकेर भेट्छु। बाई बाई। ल फाइनल्ली केटा हो हाम्रो अर्डर छोडेर सकियो। घाम पनि कस्तो होला। ल हेर्नुहोस् हाम्रो गाडीको सर्भिस गर्ने टाइम कति गुडिसक्यो होला। हामी
क्रस हुने बित्तिकै गइहाल्न पर्छ, क्रस नहुँदै जानुपर्ने हुन्छ, नत्र पेनाल्टी ठोकिदिन्छ भ्यानचेटहरूले, लौडेका बाणहरूले। अब अर्डर सकियो गडा हो, अब जानुपर्ने हुन्छ फेरि पसलतर्फ तेल हालेर जानुपर्ने हुन्छ। अब तेल फ्युल पनि लो भइसक्यो गडा हो, पानी भन्दा सस्तो हो के फ्युल चाहिँ हाम्रो 3 लेन मात्र हो फ्युल। जान्छौँ हामी, ल यही हो कडा हो ढ्याक। 9 बजे होइन, यति चर्को काम लाग्यो जाडो महिनामा। फेरि पुलिसले यस्तै गाडी रोकेर उस गर्छ। ल हेर्नुहोस्, विदेशको क्यामेरा यस्तो हुन्छ, यहीले हो फोटो खिच्ने। सारमा पढेको थियौँ। ल अब पेट्रोल पम्पतिर पेट्रोल फुल गर्नु पर्यो तर हो, पेट्रोल फुल गरेर अनि बल्ल पसलतिर चल्दैछ। लाग्छ पुलिसको गाडी आएर पुलिसले देख्यो भने फेरि लम्मा फाइन हानिदिन्छ नि त केटा हो। फेरि हातमा मोबाइल उचालेको देख्नु हुँदैन, त्यही भएर पुलिसको अगाडि बचेर हिँड्नु पर्ने हुन्छ। यही हो हाम्रो पेट्रोल हाल्ने पम्प। ल केटा हो, अब पेट्रोल फुल गरिन्छ अनि मस्त देशभरि एसी लगाएर गाडीमै सुतिन्छ केटा हो। गांडू भैया हाँ भैया, वो प्रीमियम फुल डाल दो। पेट्रोल पम्पमा काम गर्न धेरै गाह्रो छ केटा हो। जाडोमा नि बाहिरको बाहिर, गर्मीमा नि बाहिरको बाहिर, धेरै लास्ट गाह्रो काम हो यो पेट्रोल हाल्ने काममा चाहिँ केटा हो। यस्तो हुन्छ जिन्दगी। यता पनि हामीहरू सब इन्डियनहरू छ, यसमा हुन्छ हाम्रो पैसा हो। हमारा बंगाली भैया नाइस, गुड कर दो, हेलो हाउ आर यू कर दो। हाँ इंता सु कला बस। ल हाम्रो पेट्रोल गयो 2 कडी 350 को यस्तो हुन्छ। यो कार्डमा हालिदिएको हुन्छ हाम्रो 100 कडी 1 महिनासम्म पुर्याउन पर्ने हुन्छ केटा हो। अब फाइनली चल्दैछ, अब पेट्रोल हाल्यो, अब फुल भयो, सिट बेल्ट लगाउन पर्यो। अहिले बेल्टको साइरन हान्छ फेरि। अब फेरि पार्किङमा गएर बस्दैछ। आज गाडीको सब भित्रको उस मालहरू सब निकालेर त्यहाँ सुकाएको छु। फेरि हरायो भने तनाव हुन्छ, उठाएर राख्न पर्यो गाडीमा। ल त्यही हो केटा हो, यस्तै छ जिन्दगी। हाम्रो बन्जिङ डटफट गरिसके, अब हामी टक्क लाएर पार्किङमा गएर टक्क लाएर सुत्दिनु पर्ने हुन्छ।
भाडा लिन जान पर्ने हुन्छ केटा हो। हाम्रो त्यहाँ माल सुकाएको छ, माल गएर टिपिहाल्न पर्ने हुन्छ। धोएर राखेको छु कि हाम्रो माल। अब फेरि हाम्रो सुलेबियाको दोस्रो अर्डर आयो। हाम्रो आइसक्रिम छ हाम्रो साथमा। अब चल्दैछ 3:09 आएको छ। ल अब हामी सुलेबियातिर चल्दैछ केटा हो। आज 2वटा मात्र अर्डर होला जस्तो छ हो। यस्तो छ माहौल हाम्रो। लकडा हो अर्डर छोडेर सकियो। अब हामी चल्दैछ। हामी 5 नम्बर हाइवेमा आइसक्यो केटा हो। हाम्रो स्पिड लिमिट जम्मा 120 को छ। हामी यो बाटो सिधा सालमिया 60 जान सकिन्छ भने अब हामी आफ्नो पसलतर्फ जाँदैछौँ केटा हो। हाम्रो अर्डर आयो, तेस्रो अर्डर 4:13 आयो। काइरावानको अर्डर है त यो केटा हो। ल अब फाइनली अर्डर छोड्न चल्दैछ। यही लास्ट अर्डर हो जस्तो छ केटा हो। त्यस पछाडि हाम्रो 5 बजे छुट्टी हो। 4:14 भइसकेको हो। फाइनली केटा हो ग्रान्ड हाइपरतिर। यहाँ मान्छेको भिड रोक लाग्ला जस्तो हो। महबूब जी चलो चलो आगे। ये परफ्यूम मत देखो। हाँ लिनु न त नि अहिले आउने बेलामा मान्छेको भिड रोग लाग्न सक्ने हुन्छ। त्यही भएर यो भिडमा बचेर हिँड्नु होला हाम्रो। ठिक छ ठिक छ ठिक छ। त्यो हरियो सब्जी लिने हो। हरियो सब्जी लिने। पहिला पानी हालेर आउँ न त अनि। पानी मात्र लिएर आउनु मिल्छ? किन मिल्दैन? ल आउनु पहिला पानी हालेर आउँ। ल के सामानहरू म चामल र पानी हाल्छु। ल अब हामी पहिला तल गइन्छ। हेर मान्छेको भिड। आम्मामा ग्रान्ड हाइपरमा के साह्रो भिड हो, के साह्रो भिड हो ग्रान्ड हाइपरमा त। आमा लटर रम्मै मान्छे छन् भाइ बहिनीहरू। हामी चल्दैछ। ओ यही चामल हालिदिनु पर्यो। हाम्रो चामल मुनिर जम्मा 1 केडी 690। यो हरियो राम्रो हुन्छ कि रातो यार? हो ल डबल एक्सेल चाहिँ राम्रो हुन्छ। ल ल ल हाम्रो चामल भइसक्यो। अब डबल एक्सेल मुनिर। नुडल्स छैन हाम्रो। एउटा चिकन पनि हालियो। हाम्रो केटाहरू पानी लिँदैछन् यो माछा हेरिया। म पनि 2टा हाल्ने। कतिवटा हाल्नु भयो हजुरले? म 4वटा हालेको, 4वटा हालेको। गाडी भएको बेलामा के चिकनको 199।
यसले नि सेम मेरै चामल मेरै पानी मेरै चिकन लिगेको त सेम सेम हो त्यही हो 2 केडी 1200 ल ल चल 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 बोक कर चल हो त्यही हो के ल भयो चलो जी चलो हाम्रो सपिङ अब यति होला जस्तो ह ल हाम्रो अब गन्तव्य अब अरु केही छैन हैन लिन अंडा माथि नि पाइन्छ यार पाइन्न र माथि अनि जाम न त अनि यहाँबाट किन लिने लकडा हो हामी डाइरेक्ट ड्युटीबाटै हाम्रो सपिङ मुजी यस्तो किन्न आउनु पर्छ ड्युटीबाट मान्छेको प्यार देखेर चलो चलो जी चलो जल्दी जल्दी चलो जल्दी यस्तो मजा छ है केटा हो ग्रान्ड आइफाउन्डमा भिडै आमा कति हो के स्कुल गर्नु पर्ने ल हाम्रोमा यस्तोको पनि सुविधा ह 1 केडी 90 के हो र यो यस्तो मुमदाल 1 केडी 90 फिल्स 1 केडी 90 100 पैसा के अरु यता केही लिन र ल हाम्रो ग्रान्ड हाइफरमा आज मान्छेको भिडाम भिड के साह्रो यो त तल फ्लोरमा माथि त्यति भिड थोडा भैया ओके शुक्रिया ल हाम्रो सपिङ गाडी भरि सकियो ल अब चल्दिस ल बेट उता ल अब हामी चल्दिस केटा हो अब